हेलो गाइज वेलकम ब्याक एन्ड नमस्ते सबैजनालाई सबैजना आराम हुनुहुन्छ म एकदम धेरै ठिक छु एन्ड आज भने म नयाँ अलिकति फन्नी रियाक्सन भिडियो लिएर आइसकेको छु तपाईँहरूको सचिन श्रेष्ठ एन्ड गाइज होइन आज भने मैले जुन रियाक्सन गर्न त जाँदैछु होइन तपाईँले हेडसेट चाहिँ लाउनु पर्ने हुन्छ इयरफोन लाउनु पर्ने हुन्छ पब्लिक एरियामा हुनुहुन्छ भने त्यसो अलिक साउन्ड सानो गरेर चाहिँ एक्लै कम्मर यस्तो गरेर सुन्नु होला होइन किनकि त्यस्तो नेकेडली त होइन तर मजा छ हेर्नको लागि किनकि हाम्रो जलन ब्रोले बनाउनु भएको भिडियोको नाम चाहिँ बोका डन छ राजेन्द्र खड्की अबाउट इट होइन सो हामी हेरौँ प्लिज युज द हेडसेट युज द योर इयरफोन होइन डोन्ट लाउड स्पिकर्स प्लिज हामी हेर्न जाँदैछौँ है रेडी 1 2 3 गो के हो दाइ फिल्म चल्न छोडेपछि गिट्टी कुट्ने काममा लाग्नु भएको हो र त्यसको बुद्धि हेर्दा सागरको ट्रोल जहाँ पनि हुन्छ यार ढुङ्गा बाक्लो भयो क्या दाइ अलि पातलो ढुङ्गा हान्नु न हो अब हान्नु त फुट्छ यस्तो फुट्छ के ढुङ्गा फुटाउँदा पनि केही भएन त होइन अब यो अलिकति स्वेलिङ हुन्छ सोलिङ तर तपाईँको हातमा चाहिँ के भएको भनेर मैले सोध्नु मन लागिरहेको थियो कि अघिदेखि अब सुतिरहेको बाघले कोही झम्झिन आउँछ अनि दनक दियो किन झुट बोल्नुहुन्छ यार दाइ ढुङ्गामा हानेर हात सुन्नेको भन्नुहोस् न नतिजा ढुङ्गा फुटाउने हटौडाले हो क्या दाइ हातले फुटाउनु हुन्छ अनि कहाँ हुन्छ त यार स्टुपिड गाई के म हो त्यही भएर बल होइन यो लाउनु पर्छ भनेको यसरी हान्ने मान्छे म यसरी हजुरको घाँटी त्यस्तो बलियो छ भने यसले हान्नुहोस् त ल ल होस् हो त्यही भएर आफ्नो बलको धेरै घमण्ड नगर्नु अहिले पनि यो 65 वर्षमा यस्तो स्ट्रङ छ तर पहिला जस्तो हुनुहुन्न दाइ हजुर बुढो भइसक्नु भयो क्या नभन्न बाबु बाघ बाघै हुन्छ के हजुर बाघ हो र बोका हो भन्छ नि त केटा भालु भन्नु न केटा भालु पनि चल्नु छ बाबु सिंह जस्तो मान्छेले आफूलाई भालु भन्नुहुन्छ यार ए मलाई कति अभर गर्छ म भालु नबनेको बन्नु पर्थ्यो नि दाइ पैसा टन्नै कमाउनु हुन्थ्यो होला त्यो नेपाली ब्रो भन्ने छ नि उसको रेट 30,000 त्यसो भए तपाईँको रेट कति त म 30,000 रेट गरेको छु होल नाइट होल नाइट भन्दा क्लबमा अब हजुरले त मान्छे पिटेरै पैसा कमाउनु हुन्थ्यो अरे त त्यो गर्नै पर्छ एक सर्टको 1000 वा त झगडा पिटाइ नि ग्लोरिफाइड गर्न उन्ने गौतम पनि इन्ट्री भयो है त मान्छे चोरपादेखि भैँसीपाटी धेरै गएछु मैले मान्छे ठटाउने नि डाङ्गाले अस्ति त गोजेर आएको यार चिल हो के मान्छे चाहिँ चिल मैले अस्ति पनि ठोकेको हो मैले ज्यान पैसा मैले कुकुरले काटेँ भागेको यो न त्यही ठुटो हान्थ्यो मान्छे पिट्ने र हान्ने कुरा मात्रै गर्नुहुन्छ अहिलेसम्म कोले हान्नु भयो त भन्नुहोस् त कस्तो लागेको थियो त्यति बेला नर्मल पातलो थियो मैले यहीँ बजाएको होला सलमान खानलाई बजाएको अरे दाइ फिल्म सुटिङको कुरा यहाँ नगर्नु कहाँको सुटिङ हुनु रियलमै पिट्नु भएको यो यहाँनिर समातेर पुरा फोटो खिचाएको थियो 20-22 जना केटाहरूले घाँटी समातेर घाँटी समातेर फोटो खिच्यो यहाँ घाँटी समातेर उसो सुटिङ जानु पर्यो यहाँ घेरेर केटाहरूले फोटो खिचेको रहेछ कि त्यसले चाहिँ उनीहरू अटोग्राफ लिने फोटो खिच्ने मलाई दिएन रहेछ कि यङ केटाहरू हाम्रो जजी जस्तो केटाहरूको एक ग्याङ मोटरसाइकल ल्याएर घेरेर घाँटी समातेर फोटो खिचाएको थियो घाँटी समातेर खिच यो मैले धोटीसँग फोटो खिचाएको थियो घेरेर त्यो त मर्ला छ डराइहाल्छ नि अहिले पनि तपाईँलाई चिन्छ चिन्छ मैले मोटरसाइकलमा आएर लगेको त्यसलाई अमिताभ बच्चनसँग त मेरो यति राम्रो क्लोज कि उसको म बम्बे गएर उसको घरमा खाना खाएको छु मैले एकदम हेल्प गरेको छु नि बुढालाई जबसम्म 1 महिनासँगै बसेको गफ हाने हो कि रियलमै हो यो सलमान खानलाई पिटेको अरे हुन त हेटौडाको दादा हो पिट्नु पनि भयो होला छोडाको दादा हो म भाइ त्यहाँको दादा त विश्व क्रान्ति राङ्गा ढालेको मरेको राहो त त्यो बाबा त्यो सर्ट वाङ्ग पारेपछि सिक्स प्याक त देखिनु नि के बडी बनाओ सिक्स प्याक वाला प्याड पनि पाइँदो रहेछ त्यो लगाए भए पनि हुन्थ्यो हेर्नु त दाइ आफ्नो चाहिँ 6 प्याक होइन 8 प्याकै छ जस्तो कुरा गर्नुभयो त के भन्न चाहनुहुन्छ अब कुन दिन भेट्छ यसले पनि कुनै तपाईँले घण्टा जस्तै के भन्नुभएको थियो खण्ड अबदेखि त्यस्तो भन्यो भने अब म केस गर्छु राजेन्द्र खड्कीलाई घण्टा मुजे त ल खबरदार आइन्दा यस्तो शब्द रफोडहरू युज नगर्नु होला दाइ हजुरलाई पुण्य गौतम कस्तो लाग्छ ता मुला ऐटे घैटेर कुरै नगर्ने यार दाइ त्यो फोटो हेर्नु त उहाँहरु को हो किन अर्धे पागल हो दुईजना अनि उहाँ चाहिँ यो बाख्रे हो अनि ऊ यो दाइलाई चिन्नुहुन्छ मैले चिनेन हो चिन्नु भएन म कहाँ चिन्छु यो भुराहरूलाई कहाँ चिन्छु यो दाइलाई त चिन्नुहुन्छ होला नि यो बाबुलाई पनि चिनेन या यो कस्तो छोरा हो बोले भने घण्टा मुजी गजडी रन्डीको छोराको हो मुजी को रियल दादा हो ब्याटल गाइस प्लिज युज द हेडसेट डन विराज भट्ट पनि डनै हो क्यारे नि हैन खै मलाई के थाहा थियो म मेरो छाडबाट बनेको कुरा नल त्यसको शब्द ननिकाल विराज भट्टसँग चाहिँ के दुश्मनी छ दाइ हजुरको जे पाइदै भन्नुहुन्छ त विराज भट्ट ए झाटे केटा हो हाम्रो झाटले बनेको केटा हो ल अरु हेर न बोलेको पारा मेरो बोली स्टाइल यही हो रेस्पेक्ट गर्नुपर्छ भन्ने थाहा छैन त को होस् भने के हिरो हो त मलाई हिरो म फाइट डाइरेक्टर तँलाई कहाँ हानेर छुटाउँछ म भन्छु
मुझे बाउसँग टक्कर लिन नले बाउ भनेको बाउै हुन्छ कि यत्रो मलाई मतलब छ भाइ म त लडेर अहिले पनि लडाएको है के 65 वर्ष भइसक्यो 7 वर्षको एक्सर्साइज नगरेको यो हात हेरेर हात त हाम्रो पनि छ नि त यी दुईटा मान्छे यो औँलाले घोदिन्छ तँलाई घोसेर केही गर्न सक्दैन हामीलाई रौँडा आइजन माछा त्यही ठुलो पिठो हान्छ यार तपाईँलाई मेरो केटाहरू खुकुरी हान्न आउँछ अब के गर्नुहुन्छ म्हणजे को आउँछ मर्छ माछा मेरो केटाहरू तँलाई मार्न आउँदैछ चिक्नेहरू आइज आइज त भाइ म्याच फेरि मसँग जुत्नै आउनुपर्छ नि फेरि म्याच यहाँ आइज न अगाडि माछा घोडा लिएर आउँछ रन्डीको बात म त राङ हान्न थाल्ने त्यसलाई तेरो मुझे आन्द्रा निस्किन्छ नि रन्डेको छ यहाँ भरि निकाल्दै फोडेर गिदी क्या निकाल्दै मिला रहा है क्या म्याच कहीँ बोल्ने हो थुतु नचलाउने तिमीहरू बोल्छ हामी काट्छ म्याच कहीँ छिराइदिन्छु रन्डेको छ घन्टा मुजी साला आइज न माछा एकै सर्टमा न हुन्छ तँलाई म सक्सेस त आउन मेरो छेउमा म त्यही हान्न आउँछु भगवान पाउ चोकमा आइज म्याच सिक्ने भेट्ने हो आइज नि त यार हेरौँ है को आउँदो रहेछ म्याच आँटैसम्म आइज अगाडि आइज भन्दैछु त मैले कोही छैन म्याच सिक्ने अघि बोलाएको होइन मुजी मैले फकिङ गो ब्याक बोलाएपछि आइज म्याच सिक्ने त्यही बस बिलार बस फेरि म्याच सिक्ने तेरो मुजी फेरि लोकेसन म्याच सिक्ने हन्ट हान्नु पर्यो नि फेरि म्याच सिक्ने तेरो मुजी त्यो जगल सकल सबै काट्छ घोष गरेर मलाई हेर्दै भने म्याच खतरा जलन ब्रोको यो एडिटिङ खतरा लाग्छ कि मलाई यार चार पाँचजना मेरो गर्लफ्रेन्डहरू आफ्नो ठाउँमा यो छ आफ्नो ठाउँमा छ 4-5 जना छन् अनि घरमा भाउजूलाई थाहा हुँदैन खाने मुखलाई जुङ्गले छेक्दैन के भयो हन्टिङ हो त्यो पनि नाम तर्साइरहेको त्यसलाई तामाङ बहिनीखेरि त्यसको ऋषि धमलालाई के भन्न चाहनुहुन्छ काजु नखाऊ काजुले चाहिँ कोलेस्ट्रोल बढ्छ बोका पनि यस्तो बोका कि सुन्नुहोस् यहाँ के भन्दै हुनुहुन्छ मलाई भात नभए पनि हुन्छ सेक्स चाहिन्छ मलाई हावा कुरा त गर्नुहोस् यार खाना त खानुपर्छ नि यार च्वाकेरी एउटा लागेको छ उसले उतार्नु परेको छ या भात राखेको त मैले च्वाकेरी जान्छ मलाई अलिकति सेक्स खेर चाहिन्छ म रक्सी खाँदैन मलाई सेक्स हो कस्तो खराब बानी रहेछ त यार हजुर साला खराब बानी के मेरो पानी छ मेरो यो पैसा र मायामा ठुलो के हो पाल यस्तो हावा र छाडा कुरा मात्रै गर्नुहुन्छ नेपाली महिलाहरूको विषयमा बोल्छु कि कति कठिन छ उनीहरूको जिन्दगी कठिन छ त अनि मैले सुनेको हजुरले पनि भाउजूलाई रातभरि दुःख दिनुहुन्छ अरे मैले भन्नु खोजेको हजुरले भाउजूलाई पिट्नुहुन्छ अरे क्या मेरो ओछ्यानमा मेरो बुढी नसुत्न आएको 1.5 वर्ष भइसक्यो पिट्नु हुँदो रहेछ अनि त्यही भएर नआउनु भएको होला नि सुत्न अनि भाउजू सुत्न नआएपछि के गर्नुहुन्छ त एक्लै हातले चलाउँछ र बबाला एउटा कस्तो हुनाले नै चिल जो के मान्छे चाहिँ विदाउट सेक्स म भान्न सक्दिनँ अहिले त म यो हात युज गरिरहेको छु यार हात युज गरिरहेको छु यार ए भनेपछि यस्तो बुढो मान्छेले यो उमेरमा पनि आफ्नो हातलाई दुःख दिनुहुन्छ है म त घाटमा गएपछि मात्र बुढो हुन्छ त्यहाँ पनि एउटा चङ्के आयो भने त उड्छु म दुरुक्कै उड्छु भनेर भन्ने होला होइन फेरि अमला काण्ड जस्तो काण्ड आउला है होस् गर्नुहोस् तिमीले मलाई अहिले दाइ भने नि मेरो बुढीले पनि पहिला दाइ भन्दै पछि त बुढी भइहाल्यो नि भोलि के देखायो त्यो पनि मेरो बुढी हुन्छ नाति नातिना छन् भने होइन दाइ आफ्नो उमेरको ख्याल गर्नुहोस् है उमेर केही पनि होइन होलले कुनै उमेर देख्दैन फेरि आफ्नो बोका पारा देखाइहाल्नुहुन्छ क्या दाइले फेरि हामी आएकै ठोक्ने भनिरहेको छु त ठोक्ने हो अरू ठोकाउने बहिनीहरू तपाईँ सधैँ उस्तै कहिले त्यही त खालि गति छाडा कुरा मात्रै गर्नुहुन्छ दाइ हामी के गरे सारा भनेको टिकटकमा आज यहाँ पुरा टिक्रा फर्काएर नाचिरहेको छ उहाँको खेत बाँझो भएर दाइ फुर्सद छ भने गएर जोत दिनु त आपको यति लाएर केटीहरूले टिकटकमा देखाएर झन्झन रन्किसक्यो बुढो उठ्ने भइसक्यो ठुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ चिलाइरहेछ भने दिदी खुर्को गरेर नहाल्नुहोस् त यसरी टिकटक बनाएर पैसा स्याहार लाज पचेको अनि तिमीलाई चाहिँ के चाहियो फेरि अलि इज्जत छैन गाइस यार इनफ यार दाइ सिक्दिनु त्यसलाई बुढलाई सम्झायो फेरि भड्काउनु भयो यसले छ यार त्यो मैले लुकाइरहेको छु पहिला चाहिँ सुटिङमा गइराख्दाखेरि होइन त्यो केटीहरूसँग हिँड्ने त्यस्तो हुँदाखेरि चाहिँ मलाई सुतिसक्छ होइन फोन आउँछ फेरि केटीहरूको हेलो भनेर बोलिदिने है अनि म सुनिरहेको छु कि अनि 3 चोटि हेलो हेलो किन नबोलेको भन्ने कि फेरि अनि मैले मुख छोडिदिने कसलाई गरेको तेरो बाउलाई गरेको भन्दाको त भाइ त्यस भएर म पनि भाउजू जस्तो हुनु पर्यो खराब मान्छेले केटा हो नि त हामी त मुझे ठग हो नि त काँचा साँचा गोटी सोटी हानेर चार्जमा हिँडेर मुझे
गाइज वेट के भयो यार डन छोटो ब्रेक लियो सन्डी हानेर त 100% हो है कसरी हो ल भन्नुहोस् त मैले सिक्किममा 3 घण्टामा 9 जना केटीसँग सेक्स गरेको कन्टिन्यू गफ अलि बढी भयो जस्तो लाग्यो ल साँच्चै भनेको मैले तिमीलाई हैन होला यार कसम हो कन्टिन्यू कन्टिन्यू भने 10 मिनट पानी खाने यो खाने काजु खाने होइन उनीहरू ग्रुप अलगै थियो अनि सिंगल बोलाउने कि त्यो सकेपछि त्यो बोलाउने त्यो गरेर सिरियसली साँच्चै हो आफूले आफूलाई केटा भालो भन्नुहुन्थ्यो हो नै रहेछ यता मलाई कुरा गर्न झारे हुन्छ कि मैले देशको चिन्ता गर्नु यार देशको चिन्ता त छ नि ल भन्नुहोस् त देश विकास गर्न बरु के गर्नुपर्छ राजा चाहिन्छ राजा भएन भने मोदीजी आफै अभी बोल्ला म त भन्छु मोदीजी आउनुहोस् नेपाललाई प्लान्ट बनाउनु नेपाली भारत नेपालीको बेइज्जत गर्छ त नेपाल सिक्किम बनाए पनि भयो अब के यो नेपाल भडुवा हो म के को भडवा मुजी अरूले भनिरहेछन् के कमेन्टमा त्यही भन्दैछन् क्या त कमेन्ट हेर्नु न कमेन्ट तिम्रो जस्तो झारेले हेर्ने अनि नेपाललाई सिक्किम बनाऊँ भन्नुहुन्छ दुर्गा प्रसादले नेपाललाई इन्डियाको स्टेट बनाऊँ भने जस्तो कोही बाटोमा बौलाइरहेको हुन्छ नि त्यति लामा गाइज होइन के डिस्टर्बेन्स भइरहेको यार यो वाइ यार यो पुरा मानेन क्या आज यो यस्तो सुन्नलाई दुर्गा प्रसादले मेरो पनि प्रधानमन्त्री बन्ने अफर आएको थियो नि त दाइ मिक्सरले दुर्गा प्रसाद आफैले भनेको यो बतासीको टाइम हो जसले जे बोले पनि हुन्छ यो के कुरा गर्नुहुन्छ पुण्य गौतमले त प्रधानमन्त्रीको सपना देख्दै हुनुहुन्छ भविष्यमा प्रधानमन्त्रीको सपना देख्न सक्छ अनि यो के को प्रधानमन्त्री हुन्छ भने हेर्दै जानुस् राजेन्द्र खड्गीजी पुण्य गौतम र दुर्गा प्रसाद भन्दा पनि बरु बालेन चाहिँ हुन्छ अरे त्यही भन्दैछन् बालेनका समर्थकहरूले बालेनको कन्डोमा हिँडिरहेको छ नि दाइ विचार गरेर बोल्नुहोस् है हाल्ला नि फेरि बालेनको केटा को बालेनको केटा भनेको मा छिक्नेहरू फेरि आयो काट कति काट्ने यार काटेर हैरान भइसक्यो छाडा मात्रै बोल्नुहुन्छ भनेपछि बालेन काटै काट्दो भन्दो रहेछ फेरि गाँजा खाएर गर्ने मान्छे कुरा नगर के सबतिर बालेनकै चर्चा छ अनि कस्तो कुरा गर्ने त के बोल्दै कुरा गर्न के कुरा गर्ने हो र केही भन्न चाहनुहुन्छ भने भन्नुहोस् केपी बा आई लभ यु भन्यो कहाँ गयो बुढा त फुक्कमा आम पाके बुढा केपी ओली रन्डीको बात भनेर गीत आइरहेछ ओ बुढा सिङ्गापुर बनाइन्छ भने आएन बिल्कुल होइन सिङ्गापुरले बनाएन यो ठुसै पार्ने भयो त तपाईँले जनतालाई 2 छाक खोजेको हो स्वास्थ्य शिक्षा रोजगार खोजेको हो यति पनि गर्न सक्दैन भने आयो के हो अब राजनीति हो यस्तै हुँदो रहेछ तपाईँले के को लागि हो प्रचण्डलाई के को लागि हो शेरबहादुरलाई के को लागि हो कहाँ छ हो दाइ हेर्दै त निकाल दाइ मलाई त त्यो 32 राउन्ड साला लोड गरेर मुख डङ्क ठोक्न मन लाग्यो गाली नगर्नुहोस् गाली गरेर केही हुनेवाला छैन घरमै गएर पिट्दा त केही भएन देश किन बिग्रियो यो मासु भात र पेट्रोलको पछि लागेर बिग्रियो हो क्या हेर्नु त यहाँ क्या बेखोप मान्छे रहेछ के यो देश यस्तै हो सतीले त्यसै छ कतिले सरापेको देश पनि होइन यो हिजडाले सरापेको देश हो क्या यो को हो हिजडा सो गाइज होइन मा छिक्ने कान ल अझै पनि छोड्दै हिँड्ने यार भयो गाइज भयो इनफ है सो एनिवे मजा आयो होइन जलन ब्रोको यो चाहिँ राजेन्द्र घड्के है सबैजनाको कोल्याबमा चाहिँ यस्तो दामी 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 ठिकै हो होइन अलिकति आउट अफ वर्ड्सहरू रफ वर्ड्स पनि धेरै रहेछ होइन जे होस् हेर्न मजा आयो रियाक्ट गर्न मजा आयो होइन अलिक खुलेर हाँस्नु मन लागेन होइन यो बिचमा 2-4 जना डिस्टर्बेन्स मोबाइलले नि रिसाए जस्तो किन के भनेर होला त्यस्तो होइन राजेन्द्र खड्के मन परायो जस्तो आवाज होइन सो एनिवे केही छैन होइन सो थ्याङ्क्स फर वाचिङ होइन हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्दै गर्नु होला सो अहिलेको लागि भने म बिदा हुन चाहन्छु अर्को रियाक्सन भिडियोमा भेट्नु नै छ अहिलेको लागि बाई बाई